हिलो, खाल्डा र पीडा लाहान नगरपालिकाका झण्डै हरेक वार्ड। एउटै कथा, एउटै पीडा। तर नगरपालिका भन्छ विकास त एकदम राम्रो छ। त्यो दाबी साँचो हो कि सिर्फ कागजमा मात्र? आजको भिडियोमा हेरौँ। सिराहा जिल्लाको लाहान नगरपालिका क्षेत्रमा सडकको दुरावस्थाका कारण स्थानीयवासीले लगातार समस्या भोग्नु परेको गुनासो आइरहेको छ। नगरपालिका क्षेत्रका साना साना सडकहरू समेत हिलाम्य र खाल्डाखुल्डीले भरिएका छन्, जसका कारण दैनिक यातायातमा आम नागरिकले ठूलो सकस बेहोर्नु परेको छ। सामाजिक सञ्जालफत विभिन्न व्यक्ति र सञ्चार माध्यमले साझा गरेका भिडियो तथा फोटोहरूले लाहान नगरपालिकाका विभिन्न वार्डका सडकको वास्तविक अवस्था छर्लङ्ग पारेका छन्। लाहान 13 स्थित शिवचौकदेखि उत्तर रघुनिटोल जाने सडकको अवस्था अत्यन्तै खराब रहेको गोविन्दपुर ढड्कनले फेसबुक मार्फत साझा गरेको दृश्यबाट देखिन्छ। यो सडकमा सामान्य वर्षा हुनासाथ हिलो जम्ने र पैदल हिँड्न समेत कठिन हुने स्थानीयवासीको गुनासो छ। 13 छपरारी से सीधा उत्तर में जाए वाला रास्ता देखियो, कत्तो बचल नहीं है। कौन बाटे गाड़ी चलते, कौन बाटे ट्रैक्टर चलते हैं, कौन बाटे आदमी चलते, से देखियो। त्यसैगरी लाहान नगरपालिका 23 को गारा चौकदेखि पूर्वतर्फ जाने सडकको अवस्था समेत उत्तिकै जोखिमपूर्ण रहेको गाढा लाहान म्युनिसिपालिटी 23 ले साझा गरेको दृश्यले पुष्टि गर्छ, जहाँ ठूला ठूला खाल्डाका कारण आम नागरिक र सवारी चलाउनै कठिन हुने गरेको बुझिन्छ। लाहान 23 कै सहनी टोलमा पनि सडकको अवस्था फरक छैन। आरजी मुखिया भाइले साझा गरेको दृश्यमा खाल्डा र हिलोका कारण आम नागरिक साना सवारी साधन समेत अल्झिने गरेको देखिन्छ। देखियो हमरा केहन समस्या भ गेलै, केहन थाल हेगा, ने एम्बुलेंस आवे है, ने एम्बुलेंस जाएगा, केहन थाल भ गेलै, अत्ते गन्ध है, कुछो नहीं छै। त्यस्तै स्थानीय बासिन्दा रमेश महतोले पनि लाहानकै एक सडकको दुरवस्था देखाउने भिडियो सामाजिक सञ्जाल मार्फत साझा गर्नुभएको थियो, जसले यहाँका थुप्रै सडकको साझा र दोहोरिने समस्यालाई उजागर गर्छ। साथीहरू, म तपाईहरुलाई आज देखाउन गइरहेको छु। हाम्रो लाहान नगरपालिकाको मेयर साहबले 4 वर्ष बितिसक्यो र यहाँको वडा स्तरीय अथवा नगर स्तरीयमा दिएको उपहारहरू म तपाईलाई देखाउन गइरहेको छु। हेर्नुस् यो लाहान 20 स्थित रोडको अवस्था समेत उस्तै नाजुक रहेको मार्गनुगामी राष्ट्रिय दैनिकले प्रकाशन गरेको रिपोर्टले देखाउँछ, जहाँ वर्षभरि हिलो जम्ने गरेको स्थानीयको गुनासो छ। आइए सने बहुते दिन से है ये। आप कतबो कुछो कहे छिए तो सुनवाई तो नहीं ले है। बहुत कोई के कहलिए, लेकिन सुनवाई तो लेतिए तो हम काम हेतिए। लाहान नगरपालिका 9 स्थित गोठटोलको सडक अवस्था समेत उस्तै रहेको तराई मधेस खबरले साझा गरेको भिडियोले पुष्टि गर्छ, जहाँ दैनिक स्कुल जाने बालबालिका र किसानहरूले समेत हन्डर खेप्नुपर्ने बाध्यता रहेको छ। लाहान नगरपालिकाको नगर अधिवेशन भएको छ र तपाईहरु यो जुन दृश्य हेरिराख्नु भएको छ लाहान नगरपालिका 9 गोठटोलको दृश्य हो। लाहान 1 देखि 21 सम्म जोड्ने महत्त्वपूर्ण सडक खण्ड समेत हिलोले भरिएको प्रमेश शाहले साझा गरेको दृश्यबाट देखिन्छ। लाहान जाने बाटो बर्मान गौछारीमा पर्छ। 3 वर्षपछि हामी विदेशबाट कहिले हेर्नु बाटोको यहाँ दशा। यो महेश चौधरीजीले के विकास गर्नुभएको छ। लाहान 22 स्थित सडकको अवस्था समेत मार्गनुगामी राष्ट्रिय दैनिकले उजागर गरेको छ। सिंग्राहीदेखि नेपाल टेलिकम जाने सडकको अवस्था समेत दशकौंदेखि सुधार नभएको स्थानीयवासी बताउँछन्, जुन सर्वसाधारणको दैनिक आवागमनको प्रमुख मार्ग हो। लाहान 4 को सडकको अवस्था अझै भनिन सक्नु छ। वर्षौंदेखि यहाँका जनताहरूलाई गर्मीमा धुलो र वर्षायाममा हिलोमा बस्नु परेको छ। उल्लेखनीय कुरा के छ भने थाना चौकदेखि कटहा जाने सडक निर्माणका लागि 4 करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो र यसको निर्माण कार्य यही वर्षको आषाढ महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर हालसम्म यो सडकमा केवल ग्राभेलिङको काम मात्र भएको र निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको स्थानीयको गुनासो छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न नहुने आशंकाका बीच यस क्षेत्रका बासिन्दाले दैनिक आवत जावतमा निकै कठिनाई भोग्नु परेको छ। यी त सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। यस्तै अवस्थाका थुप्रै सडकहरू लाहान नगरपालिका भरिरहेको र ती सबै सार्वजनिक नभएको हुन सक्ने अनुमान गरिएको छ। यसैबीच लाहान नगरपालिका मेयर महेश प्रसाद चौधरीले भने आफ्नो 4 वर्षको कार्यकालमा
55 किलोमिटर पिसिसी सडक, 7 किलोमिटर आरसिसी सडक, 37 किलोमिटर ग्राभेल सडक र 20 स्थानमा कालोपत्रे सडक निर्माण सम्पन्न गरेको दाबी गर्दै आएको छ। नगरपालिकाका अनुसार यी तथ्याङ्कले उनीहरूको कार्यकालमा भएको पूर्वाधार विकासको गतिलाई प्रतिनिधित्व गर्छ। तर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका दृश्य र स्थानीयका निरन्तर गुनासाले भने यो दाबी सत्य भए पनि आम नागरिकलाई चाहिएको र 4 वर्षमा गर्नुपर्ने र गर्न सक्ने काम नगरपालिकाले नगरेको औल्याइरहेका छन्। लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले आफ्नो 5 वर्षीय कार्यकालमध्ये हालसम्म 4 वर्ष पूरा गरिसकेका छन् र उनको कार्यकालको अब जम्मा 1 वर्ष मात्र बाँकी रहेको छ। यो अवधिभरि सडक तथा पूर्वाधार विकासका क्षेत्रमा भएको काम र नगरपालिकाले गरेको दाबीबीच ठूलो खाडल देखिएको स्थानीयवासीको गुनासो छ, जसका कारण धेरै नागरिकहरू नगरपालिकाको काम कारबाहीप्रति गहिरो निराशा र असन्तुष्टि व्यक्त गरिरहेका छन्। बाँकी रहेको 1 वर्षको कार्यकालमा नगरपालिकाले यी समस्या समाधानका लागि कति गम्भीरता देखाउँछ भन्ने विषय हेर्न बाँकी नै रहेको छ। नगरपालिकाको कामप्रति तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ र आफ्नो गाउँटुलको सडक तथा अन्य पूर्वाधारको अवस्थाबारे कमेन्टमा लेख्नुहोला।